हेलो गाइस, आज चाहिँ म यहाँ केक बनाउनु तयारी गर्दैछु। फर्स्ट टाइम हो र यो एउटा बोलमा अलिकति रिफाइन हालेँ र दुध हालेर मिक्स गरेर यसरी घोल्दैछु। अब मेरो घोल्ने चाहिँ सामान छैन नि त नि, फर्स्ट टाइम हो, त्यही भएर चम्मचले नै यसलाई मिक्स गर्दैछु। यसरी मिक्स गर्दैछु, यहाँ हेर्नुहोस्, पुरा घोलेर मिक्स गर्दैछु यसलाई चाहिँ भने। अनि यसमा चाहिँ अब म मैदा 1 कप हालेँ, अनि त्यसपछि चिनी हाल्छु, अनि दुध र चिनी चाहिँ यसै ग्यासमा मिक्स पिसेर हालेको चाहिँ राम्रो हो। पाउडर बनाएर हालेको चाहिँ मैले चाहिँ अब पाउडर नबनाइ हालेँ। अनि चिनी भयो, त्यसपछि यो सोडा, खाने सोडा हालेँ। यसमा अब यसै त बेकिङ सोडा पनि हाल्छन्, र भए पनि अब मैले चाहिँ खाने सोडा, अब घरेलु लोकल भनौँ न, त्यही भएर यस्तो बनाएको। र अनि यसमा चाहिँ अब यो दुध अलिक यो ढिला गर्नुको लागि नि त, होइन, अलिक टाइट भयो, गिलो बनाउनुको लागि दुध मिलाउँदैछु। मैले पानी चाहिँ मिलाएको छुइनँ, र दुध मिलाएर यसरी बनाउँदैछु र घोलेर पुरा यस्तो बनाएँ। यो चाहिँ हो, मैले खार हालेको कि खारले पनि अलिक नरम बनाउँछ भनेर सुनेको थियो, र अब खार 1 चम्मच लगाइदिएको छु। अनि मजाले मिक्स गर्दैछु। यो मिक्स भइसकेपछि चाहिँ अनि बनाउने हो। र एकदम यो माने डल्लो डल्लो चाहिँ नरहोस् भनेर पुरा घोल्नुपर्छ कि साथीहरू। फर्स्ट टाइम हो त, अब मैले पनि यसै सिकेको। अनि यो ग्यासमा चाहिँ यो हाम्रो खाना बनाउने डेक्ची बसाएको छु, र त्यो भित्र एउटा स्ट्यान्ड, यसलाई गरम गर्दैछु। अनि यो गरम भइसकेपछि चाहिँ अनि अब केक टिन त छैन, होइन, र सानो एउटा यो बोलमा पहिला रिफाइन लगाएँ, त्यसपछि एउटा पेपर लगाएँ, अनि वरिपरि तेल लगाएर पेपर, त्यो पेपरमाथि पनि तेल लगाएँ नै पछि उकाउनुको लागि, सजिलोका लागि। त्यही भएर र चाहिँ यो चाहिँ मेरो एकदमै घरेलु हो। हेर्नुहोस्, अब चाहिँ यसमा उगा भइसकेपछि म यो केक जुन बनाएको, यो घोलेर रेडी गरिसकेको यसमा हाल्छु। पुरा चलाउनुपर्छ कि साथीहरू, हेर्नुहोस्। र अब म यसमा यो बलमा हाल्छु, अनि बलमा हाल्छु। थोरै बनाएको कि फर्स्ट टाइम हो, त्यही पनि मजाले मिक्स भएन, छ अलिकति गुटी गुटी चाहिँ देखिँदैछ, सायद चिनीको होला। र यो मेरो केक बनाउनको लागि रेडी भइसक्यो। र यहाँ यो अब अलिक सानो पार्नु पर्यो ग्यास, र यो डेक्ची पनि गरम भइसक्यो। नमक पनि लाउँछन् भित्र चाहिँ, र मैले नमक चाहिँ लगाइनँ, र यो स्ट्यान्ड लगाएको छु। यो तातिसकेको छ, र यहाँ मैले बसाइदिएँ। अब यसलाई ढक्ना लगाइदिन्छु र आधा घन्टाको लागि छोडिदिन्छु। बस हेर्दै जानुहोस् साथीहरू। अब यी आधा घन्टामा हेर्दाखेरि आधा पाकेको रहेछ। अब यहाँ मैले चाकु लगाएर हेर्दाखेरि भित्र पाकिसकेको रहेछ। र फेरि मैले अब यसलाई ढक्न लाएर छोडिदिन्छु। आधा यसै लाग्यो 1 घन्टामा पाकेछ। यहाँ हेर्नुहोस्, केक मैले निकालिसकेको छु। अनि यसलाई अब साइडबाट चाकुले निकाल्ने कोसिस गर्दछु। यसरी चाकुले गरेर वरिपरि काटेर निकाल्नेछु। हेर्नुहोस् साथीहरू, मैले केक भइसक्यो र निकालिसकेको छु। यो सानो सानो दुलो दुलो छेड देख्नु हुँदैछ, जो चाहिँ चाकुले पाक्यो कि पाकेन भनेर टेस्ट गरेर। यहाँ हेर्नुहोस्, म काट्दैछु र एकदमै नरम भएको छ। खानु पनि टेस्टी हुनेछ है साथीहरू, भनेको है। अब कस्तो भयो, फर्स्ट टाइमको केक हो। यहाँ हेर्नुहोस्, बढिया भएछ। र मेरो आजको केक पनि पाकिसक्यो, तयार भयो।
बाई बाई।